म चाहिँ अब रुमतिर जानु लाग्यो। गोर्जुमनतिर आएको छु, म गोर्जुमन गएर आएको, अब रुमतिर जाँदैछु। यहाँदेखि रोड क्रस गर्ने थिएँ, रोड क्रस गरिदिएको छ गर्नु परेको कारणले चाहिँ। म चाहिँ जाने यो गल्ली बाटोहरूमा जानु चाहिँ रोड क्रसिङ गर्दै ग्रिन लाइट बलेको छ। अब यहाँदेखि चाहिँ यो चाहिँ सुन चाँदी पसल, म यता गल्लीबाट जाँदैछु रुमतिर। गर्मी चाहिँ धेरै नै बढेको छ दुबईतिर, धेरै गर्मी भइसकेको छ, बाहिर हिँड्न पनि गाह्रो छ आजभोलि। गोर्जुमन पुगेर चाहिँ रुमतिर जानु लाग्यो म चाहिँ। यता चाहिँ मोबाइल पसलहरू, सुन चाँदी पसलहरू टन्नैहरू छ। यो चाहिँ अल करमा सेन्टर भन्ने चाहिँ यही बिल्डिङ हो। यहाँ चाहिँ बन्छ सुन चाँदी पसलहरू। म चाहिँ अब उहाँ गाडी रोकेको बाटो चाहिँ म रुमतिर जानु लाग्यो। अब त्यो गल्लीभित्र चाहिँ म गल्लीदेखि रुममा जानु लाग्यो। यो परको चाहिँ दुबई फ्रेम हो। एक्लै बाटोमा हिँड्दैछु छाता ओढेरै। गर्मी बढेको छ। म चाहिँ अब मस्जिदतिर आइसकेको छु। मस्जिद पनि देखाउने छु मैले। गर्मी छ धेरै। म चाहिँ अहिले मस्जिदको साइडतिर छु। अब रुम जाने बाटो चाहिँ यो हो। स्कुल बस पनि गयो ल। मस्जिद चाहिँ हो यो। म चाहिँ रुमतिर जानु लाग्छु अब। मस्जिद यही हो। म चाहिँ यतादेखि रुमतिर जानु लाग्यो। हरियो उसहरू पनि छन्। यता गाडीको पार्किङहरू यस्तै छ हजुर। दुबई के गर्ने।